फेरि पनि गाइस म आइसकेको छु उठिसकेको छु गुगल पेमा माथितिर गइन्छ हेर्नु गाइस बिना दाइको बाइक हाम्रो साइकल छ म सिलिङमा नै चढिसकेको छु अब अनि चाहिँ उठेर बिहान भएको छ यहाँ करिब 7:51 भएको छ माथि हिँडिसकेको छु भन्छ गाइस भाउजूआमा सबै आउँछु सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो ठुलोको रुम गयो अब माथिल्लो फिल्डिङमा जान्छु भाउजू त आउनुहुन्छ बिहान स्टार्ट हुन्छ भ्लग द किचन रुम हो हेर्न सक्नुहुन्छ गाइस चप्पल छैन गाइस तलको त माथि छ माथिले फेरि म माथि लाग्थेँ माथि फिल्डिङमा जान्छु गाइस अब धन्नै गुल्दै गाइस गाडी त चिया गर्ने हुन्छ गाइस हाम्रो बिना दाइको घरबाट चियाको टङ्ग्लोमा देखिन्छ गाइस हत्रा बेलुका फेरि भ्लग अगाडि आउँछ गाइस हेर्न सक्नुहुन्छ माथिल्लो फिल्डिङमा छु म चिया गर्छ ओ त्यो बाइक अन्डरबाट चिया गर्छु हो त्यो तल्लो फिल्डिङ हेर्न सक्नुहुन्छ म तल्ती जान्छु हो म मुख सुख धुन्छु गाइस चिया खान्छु है सक्नुहुन्छ यहाँ मुख धोएर एकैछिनमा आउँछु है मुख धोएर एकैछिनमा आइसकेको छु अब नास्ता खाइन्छ टक्क चियापिस उठाइन्छ यो फ्रिज तल्लो रुममा जान्छु है तल्लो रुममा जान्छु तलबाट आइहाल्छु म भाउजू यो रुममा देखाउँछु हेर्न सक्नुहुन्छ मजाको घुमिरहेको छ यो चाहिँ भाउजू र दाइको रुम हो दाइ भाउजूको रुम हेर्न सक्नुहुन्छ कतारो लाइट बल्ने ल गाइस भयो जखर लभली भाइब्स म त दाइले नास्ता खानु बनाउनु जान्छु ल नास्ता खान जाने ल नास्ता खान जाने अरे एउटा माथि बेडमा एउटा ठुलै तल नास्ता खान जाने अरे क्या अहिले भ्याइन्छ अरे बुझ्नु भयो होइन दाइ किन नबोलेको जाने अरे किन नास्ता खानु
सो चिया बनाउँदै हुनुहुन्छ चिया बनाउँदै हुनुहुन्छ स्टार बिहान भ्लग त एडिट गर्दै हाल्यो मत सुरु एउटा भ्लग हालिदिएँ गरेर लाइक कमेन्ट हानिदिइहाल्छ त म पैसा लिएर आउँछु बिस्कुट किन्नु जाने अब आइज किन्नु त एकछिनमा एकछिन पैसा लिएर आएर भेट्छु त्यो ट्याक्क बाहिर गएपछि के भन्दै छ त्यो गाइस म यहाँ बखाइमा छु बिस्कुट लिन जानुहुन्छ होला भाउजू कि त म जान्छु किन भाउजू जानुहुन्छ दुई तिन दिन बजेको ब्लग फेरि एउटा जखड लगाउँदैछ खतरनाक ब्लग खतरनाक हजुर के गर्नु अब बुझिनँ मैले त भनेन काठ बनाएको ए कपाल पहिला टक्नु थियो बटुल गयो अहिले चाहिँ हेर्न सक्नुहुन्छ कति मजा अहिलेको चिया घर अहिले खुल्दैन चिया कति बजी चालु हजुर चिया घर खुलिया बिहानै हुन्छ तपाईँहरूको चिया गर्दै चिया गरेर सक्नुहुन्छ my family wait or not travel you and juice better my juice हामी चाहिँ बिस्कुट किनेर आइसकेको छौँ हजुर आटा बिस्कुट छ अब भ्लगमा लाज लाग्छ धेरै मान्छे छन् उयो चाहिँ घर हो हाम्रो जस्तो लाग्यो मलाई उठ्या तल हेरौँ त डाङ्ग्रे साङ्ग्रेले लिएर गएको कि यहाँ तलतिर खजानाहरू खान्छ क्या डाङ्ग्रेले सजिलो हराएर टेबल राखेको ठाउँको ठाउँ छ साइड एक खसेन कि भाउजू टेबल राखेको कहाँ त खस्छ र छोडी नि खसेन यस्तो हिँडेर खसेन पैसा त हेर्नु म भाउजू वहाँ अलि माथि डलाएर कहाँ हाँस्छ त नि छोरी ठुलो जानुभयो 50 रुपियाँ अनि किनिदिनु भयो सजिलो हो अरे कुरो त्यहाँ आउँदाखेरि आउनु आउनु साइकल कहाँ राख्यो यिनीहरूले साइकल कहाँ राख्यो त नि कहाँ राख्दिने साइकल हिजो साइकलै होइन त आउनु न घरले यस्तो भनिदिनु भयो यार अब देउसी बेटा